अब सायद मलाई लाग्छ नेपालमा धेरै ठुल्ठुला त्यस्ता सांस्कृतिक महोत्सवहरू हुन्छन्। सांस्कृतिक त्यस्ता उत्सवहरू हुन्छन्। त्योमध्ये बिस्का जात्रा मेरो लागि अलिकति नयाँ हो। तथापि विगतको हाम्रो हिस्ट्री, विगतको हाम्रो घटनाक्रमहरूलाई हेर्दै गर्दा अलिकति यहाँ बेलुका भएपछि झगडा हुन्छ भन्ने कुराहरू पनि रिपोर्टिङ भएको छ, सुन्नमा आएको छ। अब यसको मुख्य जड भनेको चाहिँ यसलाई जुन एउटा समय तालिका अनुसार यसलाई व्यवस्थित गर्नुपर्ने र सम्बन्धित लोकेसनमा पुर्याउनु पर्ने त्यो टाइमिङका कुराहरूमा तलमाथि भयो भने र मदिराजन्य पदार्थहरूलाई चाहिँ जुन किसिमले अलिकति लिमिटेसन गर्नुपर्ने सेक्युरिटीको हिसाबले सेक्युरिटी संयन्त्रले जुन हिसाबको एउटा हाम्रो जुन एउटा रणनीतिक हिसाबले ड्युटी डिप्लोय गरेर मान्छेहरूको हरकत ती त्यस्ता व्यक्तिहरूको स्क्रिनिङ गर्नुपर्ने ती त्यस्ता कुराहरूमा अलिकति ग्याप भएको हो कि भनेर विगतका ती त्यस्ता कुराहरूलाई चाहिँ अलिकति मिनिमाइज गर्न सकिन्छ, पक्कै पनि त्यसलाई केही गर्न सकिन्छ भनेर अहिले हामी तयारी गरेका छौँ। मुख्यतः मैले भने मादक पदार्थदेखि लिएर अन्य हाम्रो त्यस्तो अव्यवस्थित हाम्रो सेड्युलहरूको कारणले गर्दा पनि त्यो हुनसक्छ। त्यो कुरालाई अहिले हामीले मिनिमाइज गरिसकेका छौँ। अब हामीले हाम्रो ठाउँदेखि प्रशासनले नियमनकारी निकायले भन्दा यो प्रभावकारी हुनुपर्छ, हुन्छ भन्ने कुरामा हामीलाई एकदम विश्वास छ। यहाँको नागरिकहरूले यो भनेको एउटा हाम्रो भक्तपुरको एउटा शान, भक्तपुरको एउटा प्रतिष्ठासँग जोडेको कुरा। यो एकदमै शान्त र सौहार्दपूर्ण वातावरणमा बिस्का जात्रा सम्पन्न भयो भने भक्तपुर तमाम यहाँको बासिन्दाहरूको एउटा यो म्यासेज हो, हाम्रो एउटा उदाहरण हो। यो हामीले गर्ने एउटा यो इक्जाम्पलले चाहिँ अरूलाई पनि यस्तो भन्ने एउटा राम्रो सकारात्मक एउटा म्यासेज दिने एउटा यो उत्सव पनि हो। यहाँ चाहिँ यस्तो खालको व्यथितिहरू हुँदैन। प्रशासनले यस्तो एउटा मदिराजन्य चिज वस्तुहरू चाहिँ एउटा सांस्कृतिक रूपमा चल्ने एउटा सम्प्रदाय, एउटा जात जातिको एउटा बसोबास भएको एरियामा पनि यो बेला चाहिँ प्रशासनसँग समन्वयमा चाहिँ विशेष तरिकाले यसलाई हामी निगरानी गर्न सक्छौँ, कन्ट्रोल गर्न सक्छौँ भन्ने एउटा भक्तपुरवासीको चाहिँ एउटा यो के भन्छ उहाँहरूको एउटा गरिमाको एउटा उहाँहरूको छुट्टै एउटा पहिचानको विषय पनि हो। त्यही भएर यो विषयमा हामी एकदमै विश्वस्त छौँ, यसमा हामी सक्छौँ भन्ने हामीलाई विश्वास लागेको छ। निश्चय पनि सुरक्षा भन्ने विषय आफैमा फिल गर्ने विषय, अनुभूत गर्ने विषय पनि हो। हामीसँग भएको स्रोत साधन र जनशक्ति सबै हिसाबले कुनै पनि किसिमको कमी कमजोरीहरू, सुरक्षाको कुनै त्यस्तो ल्याप्सेस ग्यापहरू छ भने त्यसलाई फुलफिल गर्ने हिसाबले नै तयारी चाहिँ गरेका छौँ। त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ हाम्रो काबुभन्दा बाहिरको परिस्थिति, यानि कि यहाँका सबै जनता, सबै नागरिकहरूको, सबै जात्रा हेर्न आउने दर्शकहरू, आम तमाम दाजुभाइ दिदीबहिनीहरूको साथ सहयोग भयो भने पक्कै पनि यसमा कुनै पनि किसिमको घटना हुन्छ जस्तो मलाई लाग्दैन। तथापि काबुभन्दा बाहिरको परिस्थिति भयो भने त्यो अवस्थामा भनेको प्रचलित कानुन अनुसार गर्ने कुरा अन्य छँदैछ। तपाईँहरूले देख्नु भएको छ होला सायद विगतमा भएका घटनाक्रमहरूको फुटेजहरू हामीसँग छ। त्यो फुटेजहरू पनि हाम्रो टोलटोलमा चाहिँ ती त्यस्ता घटनामा संलग्न ढुङ्गा हान्ने होइन, विभिन्न किसिमका चाहिँ घरेलु हतियारहरू बोकेर कुनै व्यक्ति वा प्रहरीलाई प्रहार गर्ने त्यस्ता खालका व्यक्तिहरूको फोटो, त्यस्ता खालका व्यक्तिहरूको भिडियोहरू पनि हामीसँग छ र कुनै पनि हालतमा त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामी निगरानी गर्छौँ र त्यस्ता व्यक्तिहरूलाई कानुन दायरामा ल्याउँछौँ। यो अबको यो जात्रामा, अबको 27 गतेदेखि हुन लागेको यो जात्रामा चाहिँ त्यो हुँदैन भन्ने कुरा हामीलाई कन्फिडेन्स छ। थप भन्नुपर्ने कुरा मेरो त्यही हो। अन्तिममा अब भक्तपुर जिल्लाको एकदमै गरिमासँग जोडिएको एउटा विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रो दरबारस्कोर एरियाको फेरिमा हुन लागेको यो जात्रा विश्वको दोस्रो ठुलो जात्रा हो। अब यो जात्रा म आफै पनि एज अ सेक्युरिटी पर्सनको रूपमा म आफै यहाँनिर सुरक्षा गर्दै गर्दा म आफैलाई पनि एक हिसाबले एउटा यो मेरो लागि एउटा सौभाग्य हो भन्ने हिसाबले मैले सोचेको छु।
त्यससँगै यहाँका आम तमाम जति पनि जात्रा हेर्न आउनुहुने महानुभावहरू, जात्रामा चाहिँ विभिन्न जिम्मेवारी रहनुभएका महानुभावहरू, हामी सबैले सभ्य भव्यका साथ यो जात्रालाई सम्पन्न गराउनका निमित्त आफ्नो तह र तब्कादेखि चाहिँ राम्रोसँग बस्ने कोसिस गर्ने हो। ती त्यस्ता आपराधिक गतिविधि गर्ने त्यस्ता व्यक्तिहरू, त्यस्ता समूहहरू, कोही कसैले चाहिँ यो जात्रालाई प्रभावित पार्ने, अन्य हिसाबले चाहिँ विभिन्न खालको चाहिँ सोसियल मिडियामा भाइरल हुने किसिमले अर्थात् यहाँको मासलाई चाहिँ आफ्नो ध्यान केन्द्रित गर्ने हिसाबले ती त्यस्ता हरकतहरू पनि गर्न सक्छन्। ती त्यस्ता व्यक्तिहरू उप सबैले निगरानी गर्नुपर्छ। सबैको हातमा स्मार्टफोन छ। तपाईँहरू सबैले चाहिँ ती त्यस्ता अराजक पृष्ठभूमि भएका अर्थात् ती त्यस्ता हरकत गर्ने व्यक्तिहरूलाई विशेष गरेर निगरानी गरेर चाहिँ प्रशासनलाई सहयोग गरिदिनुको लागि अनुरोध गर्दछु। र अन्तमा पक्कै पनि हामी भक्तपुरवासी र यहाँको सिङ्गो सुरक्षा सम्बन्ध र सबैको साझा एउटा पहलमा यो जात्रा शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेछ भन्ने विश्वास दिएको छ।